Namaste. साथसाथै एभिया क्लबको संयुक्त अगाडि बढिरहेको छ। अष्टमातृका पञ्चपुत्र पञ्चकुमारी र नेपालको यतिखेरको यस आकाशमा यहाँले हिमालयन प्यारामोटर सो देखिरहनु भएको छ। नेपाल एयरफोर्स एसोसिएसन र एभिया क्लबको संयुक्त प्रस्तुति हो यो। मैथिली समाजको यस झाँकी पश्चात चौथो स्थानमा यहाँले भोजपुरी समाजको झाँकी देख्न सक्नुहुन्छ। भोजपुरीमा आफ्नो वेशभूषा उहाँहरू प्रदर्शन गर्दै हुनुहुन्छ। महिला पुरुष दुवैजना हातमा नेपालको राष्ट्रिय झन्डा लिएर अगाडि बढिरहनु भएको छ र झाँकी समूहको चौथो स्थानमा गन्धर्व सांस्कृतिक कला संगठनको प्रस्तुति हामीले देखिरहेका छौं। This is quite exciting. The Gandharva Cultural Art Organization with a sword and their traditional attire and musical instrument, the sarangi or bajo. सँगसँगै नेपाल होटल मझौला व्यवसायी संघको ब्यानर सहित होटल व्यवसायी व्यक्तित्वहरू अगाडि बढिरहनु भएको छ र बिचमा हामी सायद यो पञ्चे बाजा बजेको देखिरहेका छौँ। Traditional Nepali musical instruments, Gangnal, Sanai, Chamko. Sanai अनि chamcha.
प्रस्तुत भएर नेपाल पर्यटन वर्ष 2011 को उद्घाटन समारोहलाई सुसम्पन्न पार्नको लागि सबैजना एकत्रित भएर आज हामी आएका छौँ र सँगसँगै सुन्दर शान्त र समृद्ध नेपालको यस ब्यानर बोकेर लोकतान्त्रिक युवा समाजका युवाहरू अगाडि बढिरहनु भएको छ। झ्याम्टा अहिले नेपाल माउन्टेनियरिङ एसोसिएसनको झाँकी अगाडि बढ्दैछ। Dressed in the mountaineering attire, ready to climb the mountains perhaps. Nepal पर्वतारोहणको यो झाँकी अगाडि बढिरहेको छ। शेर्पा एसोसिएसनको झाँकी नेपाल पर्वतारोहण सङ्घको पछि अगाडि बढिरहेको छ। यसै गरी नेपाल माउन्टेनियरिङ इन्स्ट्रक्टर्स एसोसिएसनको झाँकी पनि अगाडि बढिसकेको छ। यसै गरी यात्रा फाउन्डेसनको झाँकी अगाडि बढ्ने क्रममा रहेको छ भने हामी यस समिट होटल लिमिटेडका स्टाफहरू शेफ्सहरू देखिरहेका छौँ हामीले विथ देयर शेफ ह्याट अन देयर हेड अनि यसै गरी कर्मचारीहरू अगाडि बढिरहनु भएको छ। यसै गरी यात्रा फाउन्डेसनको मैले ब्यानर देखिरहेको छु। यात्रा फाउन्डेसनको ब्यानर पछाडि थुप्रै स्माइलिङ फेसेसहरू अगाडि बढिरहनु भएको छ। नेपालको राष्ट्रिय झन्डा हातमा अनि अनुहारमा मिठो मुस्कानको साथमा अघि बढिरहनु भएको छ। विशेष गरी महिला जो अगाडि बसिरहनु भएको छ ढाकाको पहिरो स्वर्ड्स शील्ड्स लिएर चाहिँ अगाडि बढ्दै हुनुहुन्छ। विश्वमा नेपालीहरू बहादुर छन् भन्ने कुरा यहाँबाट पनि चरितार्थ हुन्छ। नेपालीहरू बहादुरीका लागि नै प्रख्यात छन् विश्वभरि नै। कमिङ टुगेदर फर टुरिज्म यही नारालाई चरितार्थ गरेको महसुस हुन्छ यहाँ। र यही क्षेत्रीय समाज नेपालको झाँकी अझै पनि अगाडि बढिरहेको छ। नेपाली एजेन्सीको ब्यानर र झन्डाहरू बोकेर ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपालको समूह अगाडि बढेको छ। यसै गरी नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्ट्स उहाँहरूको झाँकी अगाडि बढेको छ। उहाँले बोक्नु भएको ब्यानरमा टुगेदर फर टुरिज्म फर प्रोस्पेरिटी फर सिक्युरिटी हाम्रो डाँडा शेर्पा समाजको झाँकी पश्चात प्रमुख बौद्ध सेवा समिति यानि कि गुरुङ समूहको झाँकी बिस्तारै South Asia and South Pacific region department. Welcome to Nepal. यसै गरी Chachan Kuncharana Ayodhya, Director of TAT New Delhi Office. Mr. Santi Savat-Kacharo, Chief of ASEAN South Asia and South Pacific Marketing Development and Promotion Sector. And Ms. Jurairaj शुभारम्भ भएको घोषणा गर्दछु।